हाई दर्शक नमस्ते सेवाहरू सम्पूर्णलाई किराती म इन्द्रलेको युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। अझ धेरै लामो समय पश्चात म चाहिँ यता बारीतिर न्यू ब्लग लिएर उपस्थिति भएको छु। आज चाहिँ म मेरो बारीमा हाम्रो बारीमा फलेका केही फलफुलहरू देखाउने छु है त। यहाँ चाहिँ अहिले चाहिँ सुन्तलाको सिजन छ। सुन्तला फलिरहेको छ तर यसपाल चाहिँ खासै फलेको छैन। कता कता बोटहरुमा कुनै बोटहरुमा छ, कुनै बोटमा फलेको छैन। यता पनि फलेको छ तर सानो सानो लटरम्म फलेको छ, सानो बोट भए पनि। यहाँ चाहिँ यो चाहिँ इस्कुस, हाम्रोमा इस्कुस पनि फल्छ। इस्कुस यसरी तन्द्रङ फलिरहेको छ। यो चाहिँ राजारानी है, हाम्रो गाउँघरमा अर्ग्यानिक फलेको फलफुलहरू हो, खानेकुराहरू। यो चाहिँ आलु बोक्राको बोट। अहिले चाहिँ फल्ने सिजन होइन, अहिले लटरमा फल्छ। यता इस्कुसको झ्याङ लडेर हल्का फलिरहेको छ। यहाँ चाहिँ 2-3 खालको इस्कुस छ, सेतो, हरियो। यो बोटले चाहिँ अलिक फल दिएको छ। सुन्तला खाने भई आउनु होला सुन्तला। यो धेरै फलेपछि चाहिँ अलिक मसिनो फल्दो रहेछ। यता एभोकाडोको बोट यहाँ भर्खर यत्रो हुँदैछ। अब फल्न कहिले सुरु गर्ने हो थाहा छैन। यता सुन्तला गिराउलाले झपक्क पारिरहेछ है। यो चाहिँ रुख टमाटर। यो चाहिँ बोटहरू मरेर भर्खर यो एउटै बोट मात्र रहेछ। यहाँ चाहिँ रातो गुलाबको फुल। हाम्रोमा एउटा कुकुर पनि छ। आइज मम्मा कहाँ गएर आयो हौ? कुरो भएर आएछ त। यहाँ चाहिँ सिस्नु पनि है। मधेसतिर त सिस्नु किनेर खान्छ, हाम्रोतिर चाहिँ बारीभरि हुन्छ यसरी। यहाँ इस्कुस पनि लडिरहेछ। यहाँ सुन्तलाको बोटहरू पातलो फल लागेको छ यता पनि। अनि यो चाहिँ किम्बुको बोट, कागती के छ हौ यहाँ। एभोकाडो भर्खर बिरुवाहरू हुर्किँदैछ। यहाँ आल्चाहरू पनि छ। यो तल देखिएको टाँकीहरू है। यो चाहिँ ओखरको बोट, दाँते ओखर भन्छ। यो चाहिँ फल लागेर झरिसकेको, पाकिसकेको। अहिले पत्ताहरू पनि झरिसकेको छ यो सिजनमा। यो चाहिँ दाँतले टोक्दा पनि उकाएर खान सकिन्छ अनि राम्रै हुन्छ। कागतीहरू चाहिँ यहाँ खासै छैन। यहाँ कोदो काटेर सकिसकेको अवस्था। फर्सी पनि कति धेरै फलेको थियो यसपालि, माथि एउटा झुन्डिरहेछ, अरू टिपेर राखेको छ। यो चाहिँ नस्पातीको बोट, कति धेरै छ नस्पाती। कोही कसैले खाने मान्छे नभएर चाहिँ यो सबै काटेर है, यहाँ धेरै चाहिँ भयो काटेर हामीले बाख्राहरूलाई दाउरा बनाएको छौँ। यता अम्बक लटरमा फलेको थियो। अहिले चाहिँ सकिएको छ। यहाँ अम्बक पनि कति धेरै फलेको थियो है, भुइँभरि झरेर। यहाँ हेर्नुहोस् अझै पनि अलिअलि रहेछ। यो बोटभरि लटरमा फलेको थियो। अब अम्बक पनि सकिएछ। हाम्रो पाहाडमा अर्ग्यानिक खानेकुराहरू निकै नै छ। यता पर बोडीहरू पनि छ। बारी हो यो, बारी घुम्दैछु। आज म यहाँ माथि कागतीको बोट एउटा झ्याममा परेको छ। यसपालि त्यसमा पनि फल लागेन छ। यो चाहिँ मङ्सिरे बोडी भन्छ यसलाई।
यसरी फल्छ। यो चाहिँ मकै बारीभित्र नै रोपेको हुन्छ, ढडमै थाङ्ग्रा लाग्दै मर्ने बेला भएछ। खासै फलेको छैन यसमा।